के तपाईँ आफ्नो बडीमा भएको कपाल पर्मानेन्टली कहिले नआउने तरिकाले हटाउन चाहनुहुन्छ भने अहिले हामीले ल्याइसकेका छौँ आइपिएल हेयर रिमुभल, जसले चाहिँ यसको मतलब हो इन्टेन्स पल्स लाइट हेयर रिमुभल, जसले चाहिँ हजुरकोमा भएको बडीमा जुनसुकै पार्टमा भएको बडीमा भएको हेयर चाहिँ पर्मानेन्टली हटाउने काम गर्दछ। यो चाहिँ लेजर लाइट हो, हजुरले पनि धेरै जस्तो हेर्नुभएको होला होइन, सुन्नुभएको पनि होला। जुन चाहिँ हजुरको चाहिँ कपालहरू चाहिँ पर्मानेन्टली हटाउनको मेथड गर्छ नि लेजर लाइटहरू, डक्टरहरूले युज गर्नुहुन्छ नि, त्यही नै हो यो पनि है। एकदम राम्रो क्वालिटीमा चाहिँ हामीसँग एभाइलेबल भइसकेको छ, हेर्न सक्नुहुन्छ। यो चाहिँ हजुरको 36 वाटको छ भने 12 भोल्टको छ। यो चाहिँ खासमा चाहिँ यसबाट पावर सप्लाई यताबाट हुन्छ। यसमा चाहिँ 5वटा चाहिँ स्टेप रहेको छ है त। यसरी चाहिँ हजुरको चाहिँ एडजस्ट गर्न मिल्छ। यहाँ बटन दबाएपछि हजुरको हेर्न सक्नुहुन्छ, यहाँ 2 स्टेपमा छ भने यो 3 स्टेपमा जान्छ, यसरी चाहिँ जान्छ होइन, पावर बटन दबाएपछि है त। एकदम राम्रो क्वालिटीमा एभाइलेबल छ हामीसँग। अनि फेरि के छ भने यसलाई चाहिँ युज कसरी गर्ने भन्दा पहिला सुरु यसलाई चाहिँ हजुरकोमा भएको चाहिँ कपाल पहिला सुरु चाहिँ सेभ गर्ने। सेभ गरिसकेपछि हजुरले चस्मा लाउनुहुन्छ, चस्मा लाउनु होला। अनि त्यसपछि यसबाट लाइटहरू आउँछ नि त, त्यस लाइटको लागि चाहिँ चस्मा लगाउनु पर्ने हुन्छ। यसको डिस्क्रिप्सन यहाँ पनि मेन्सन गरिएको छ, मजाको छ हेर्नु त। यसमा पनि 5वटा स्टेप भनेर देखाएको छ। ओभर साइज भनेर चाहिँ 42 cm देखाएको छ है त यसको छ। अनि यसको चाहिँ हजुरको प्रोडक्टको फङ्सन्सहरू चाहिँ यहाँ मेन्सन गरिएकै छ है। यसरी जुम गरेर हेरौँ, टक्क लगाएर हेर्नुहोस् यस्तो छ है त। अरू गर्न चाहन्छ भने हामीलाई सम्झिन सक्नुहुन्छ। हाम्रो इसपी नेपालको अफिस तस्किल लतमा रहेको छ है त। इसपी नेपालमा अफिस आउनु पनि सक्नुभयो, अथवा चाहिँ डाइरेक्ट कल गरेर अर्डर पाउनु पनि सक्नुहुन्छ। नम्बर यही नै हो है त। अब युज कसरी गरौँ है त। पहिला सुरु मैले चस्मा लगाइहालेँ। यसमा चाहिँ हजुरको चाहिँ यत्तिकै युज हुँदैन, यसमा चाहिँ स्किनमा चाहिँ टच हुनैपर्छ है त। अब हजुरले चाहिँ चस्मा लगाइसकेपछि हजुरको चाहिँ स्किन सिलेक्ट गर्नु होला सेभ गरिसकेको एरियामा। सेभ गरिसकेपछि हजुरको मजाले यसलाई चाहिँ यसरी बटन, यो बटनले चाहिँ दबाउनु पर्ने हुन्छ है त। यसरी मजाले हेर्न सक्नुहुन्छ। हजुरको पावर चाहिँ आफ्नो आवश्यकता अनुसार युज गर्न सक्नुहुनेछ है त। एकदम राम्रो क्वालिटीमा चाहिँ हामीसँग एभाइलेबल छ है त। हाम्रो अल ओभर नेपाल डेलिभरी भइरहेको छ है त। हस् त, थ्याङ्क यू।